भगवान यो प्रकृति भन्दा अथवा माया भन्दा अत्यन्त टाढा स्थित हुनुहुन्छ, विराजमान हुनुहुन्छ। परमात्मालाई विभिन्न नामले पुकारिन्छ। परमात्माको नाम हाम्रा वेदमा, पुराणहरूमा, शास्त्रहरूमा धेरै बताइएका छन्। परमात्मा त एउटै हुनुहुन्छ, तर पनि भक्तको रुचिलाई ध्यानमा राखेर, संसारको विविधतालाई ध्यानमा राखेर एउटै परमात्माले आफूलाई विभिन्न नाम र रूपमा विभक्त गर्नुभएको छ। तर सामान्य अज्ञान प्राणीहरू मोहित भएका छन्। वास्तवमा परमात्मा एउटै हुनुहुन्छ र उहाँका निश्चित रूपमा अनेकौं नाम र रूपहरू छन्। यस्तो भएको हुनाले भगवानलाई अनन्त पनि भनिन्छ। हाम्रा वेद, पुराण, शास्त्रहरूले परमात्मालाई विभिन्न नाम दिएका छन्। परमात्माको नाम शिव हो, परमात्माको नाम नारायण हो, परमात्माको नाम जगदम्बा भवानी दुर्गा हो, परमात्माको नाम राम हो, परमात्माको नाम रूप कृष्ण हो, आदि आदि। यस्तो प्रकारले परमात्माले आफूलाई विभिन्न रूप र नाममा विभक्त गर्नुभएको छ। जो मनुष्य विवेकवान छ, जो ज्ञानी छ, उसले कहिल्यै पनि भगवानको नाम र रूपमा भेद दृष्टि गर्दैन। यदि कसैले भेद दृष्टि राख्दछ भने त्यो विवेकवान हुन सक्दैन, त्यो आध्यात्मिक पनि हुन सक्दैन। उसको ज्ञान अधुरो भएको मानिन्छ। भगवान यो प्रकृति भन्दा, माया भन्दा अत्यन्त टाढा विराजमान हुनुहुन्छ। यो जगत भन्दा, यो ब्रह्माण्ड भन्दा, यी अनेकौं करोडौं करोडौं ब्रह्माण्डहरू भन्दा पनि उहाँ धेरै पर हुनुहुन्छ। भन्नाले यो ब्रह्माण्डसँग, यी ब्रह्माण्डका कर्महरूसँग उहाँ लिप्त हुनुहुन्न। किनभने यी ब्रह्माण्ड त सबै मायामय छ। भगवान त मायापति हुनुहुन्छ। उहाँ पर हुनुहुन्छ। यो जगत तीनवटा गुणले बनेको छ। यो ब्रह्माण्ड, यो जगत त्रिगुणमय छ। अर्थात् सत्व गुण,
रजोगुण तमोगुणबाट निर्मित भएको छ। सत्वगुण रजोगुण तमोगुण यी त विकार हुन्, परमात्मा त यी गुणहरूभन्दा पर हुनुहुन्छ, विकार रहित हुनुहुन्छ, गुण रहित हुनुहुन्छ। त्यसो भएको हुनाले परमात्मालाई निर्गुण भनेर वेदमा, पुराणमा, शास्त्रमा वर्णन गरिएको छ। उहाँलाई निर्गुण परम पुरुष परमात्मा भनिन्छ। भगवानले सबै थोक जान्नुहुन्छ। उहाँबाट केही पनि लुकेको छैन। सबैका हृदयमा बसेर सबैका मनका विचार निरन्तर जान्नुहुन्छ। उहाँ मनको सबैको मनको सम्पूर्ण प्राणीहरूको मनको कुरा जान्नुहुने भएकाले उहाँलाई अन्तर्यामी भनिन्छ। त्यसैले उहाँलाई सर्वज्ञ भनिन्छ, अर्थात् सबै थोक जान्नुहुन्छ। यो संसारमा उहाँले नजानेको केही पनि छैन, तसर्थ उहाँलाई सर्वज्ञ भनिन्छ। मन, बुद्धि, चित्त र अहङ्कारलाई हामीले अन्तःकरण भन्दछौँ। भगवान हाम्रो अन्तःकरणका साक्षी हुनुहुन्छ, द्रष्टा हुनुहुन्छ। जसले भगवानको भजन गर्दछ, अर्थात् भजन भन्नाले भगवानको सेवा, भगवानको सेवा भन्नाले कुनै पनि व्यक्ति, कुनै पनि समाज, कुनै पनि व्यक्ति, कुनै पनि प्राणीको निष्काम भावनाले भगवान मानेर, भगवानकै स्वरूप मानेर सेवा गर्नु, त्यो पनि भगवानकै भजन हो। भगवानको विग्रहको सेवा गर्नु अर्थात् भगवानको मूर्तिको सेवा गर्नु, त्यो पनि भजन हो, त्यो पनि सेवा हो। भजन भनेको सेवा हो। सम्पूर्ण प्राणीमा दया गर्नु, सम्पूर्ण मानव जातिको निस्वार्थ भावनाले, निष्काम भावनाले सेवा गर्नु, त्यो पनि भजन हो। त्यो पनि भगवानकै भजन हो। भगवानको मूर्तिको पूजा गर्नु र प्राणीहरूको सेवा गर्नुमा कुनै अन्तर छैन। अझ यदि हामीले सम्पूर्ण प्राणीहरूलाई भगवानकै स्वरूप मानेर निस्वार्थ भावनाले, निष्काम भावनाले सेवा गरिन्छ भने अझ भगवान त्यसमा धेरै प्रसन्न हुनुहुन्छ र सेवाद्वारा हाम्रो अन्तःकरण अत्यन्त पवित्र हुन्छ। जब हाम्रो अन्तःकरण पवित्र हुन्छ, त्यस स्थितिमा हाम्रा सम्पूर्ण पापहरू नष्ट भएर जान्छन्। जब सम्पूर्ण पापहरू नष्ट हुन्छन्, तब त्यति बेला हामीमा परमात्मा विषयक, अध्यात्म विषयक दैवीय ज्ञान प्राप्त हुन जान्छ। त्यति बेला दैवीय सिद्धि प्राप्त हुन जान्छ। जब भगवानको भजन अर्थात् भगवानको सेवा, सेवालाई भजन भनिन्छ।
भगवानको कीर्तन भजन मात्रै भजन होइन। भजनको अर्थ व्यापक छ। भजन भनेको सेवा हो। संस्कृतमा भनिएको छ भज सेवायाम, अर्थात् भजन गर्नु भनेको सेवा गर्नु हो। संसारको निस्वार्थ भावनाले भगवानकै स्वरूप मानेर सेवा गर्नु त्यो पनि भगवानकै भजन हो। भगवानको विग्रहको मूर्तिको साक्षात भगवान नै मानेर पूजा अर्चना गर्नु त्यो पनि भजन हो। भगवानको नामको सधैँभरि निरन्तर जप गर्दै राख्नु त्यो पनि भगवानको सेवा हो, अर्थात् भजन हो। सधैँ उहाँको चिन्तन गरिरहनु त्यो पनि भगवानको भजन हो। सबै शुभ कर्महरू निस्वार्थ भावनाले, निष्काम भावनाले गर्नु पनि भजन अर्थात् भगवानको सेवा हो। परमात्माका लागि नै यदि हामीले सम्पूर्ण कर्म निष्काम भावनाले गर्ने गर्दछौँ भने, अथवा जुन पुरुषले त्यसरी कर्म गर्दछ निश्चय पनि त्यस्तो पुरुष भगवान झैं गुणातीत बन्दछ। हर हर महादेव।